सिँचाइ त त्यतिकै त्यो बर्खाबाट त्यो आउँछ, त्यो माथिबाट आउँछ, त्यही सिँचाइ हो हाम्रो। माथिबाट परेन भने त्यतिकै भइहाल्छ। अब के गर्ने, बाँझो हुने जस्तो भइहाल्छ सर। अब के गरौँ, त्यस्तै छ। खडेरीको जोखिमलाई दृष्टिगत गरी गडवा गाउँपालिका 7 मानपुर दाङका किसानले कम पानीमा फल्ने सुक्खा 3 धान लगाउन थालेका छन्। यो मैले अहिले लगाइरहेको धान यो सुक्खा 3 धान हो। यो कम पानीमा पनि थोरै ठाउँमा धेरै फलाउन सकिन्छ। पानी धेरै चाहिँदैन, थोरै मात्रामा भए पुग्छ। सुक्खैमा जो ठुलो ठुलो भयो त्यही भएर हामी एकदम खुसी छौँ। यही धान देख्दाखेरि खुसी लाग्यो हामीलाई। त यस्तै राम्रो छ भन्ने। अब नत्र पानी परेन यो धान त होचो हुन्छ कि पहिला त सोच त त्यस्तो थियो, तर बढीको भनौँ राम्रै छ। अचेल दाङ स्थित देउखुरी उपत्यकाका किसानहरू जलवायु मैत्री स्मार्ट खेतीलाई कार्यान्वयन गर्न थालेका छन्। जमिन र जलवायुलाई दृष्टिगत गरी सुक्खा र बलौटे जमिन अनुकूलको बाली लगाउने, झोलमल बनाउने, मल्चिङको प्रयोग गर्ने जस्ता क्रियाकलापलाई किसानले अपनाइरहेका छन्। मल्चिङमा बनाएर लगाएको तरकारी र मल्चिङमा नलगाएको धेरै फरक हुने रहेछ। बोट जो अर्कै हुने, मल हाले पनि मल्चिङमा मल नहाले पनि अलि राम्रै हुने रहेछ। यो ठाउँमा जस्तै अब यो बलौटे जग्गा छ नि, यो बलौटे जग्गाले गर्दा तपाईँको यहाँ पानी चाहिन्छ। पानी चाहिन्छ अनि त्यो धान हुनलाई त पानी चाहियो। धेरै जसो सुक्खापन हुनाले यहाँ बदाम खेती गरेको छौँ सर। हाम्रो यो बदाम खेती 77 घरधुरी छ। 77 घरधुरीमा 14 बिघा यो क्षेत्रफल हो। झोलमल चाहिँ बनाउँदै गर्दा चाहिँ 3 किसिमको चिज यहाँ प्रयोग गरेको छ। अनि 16 लिटर चाहिँ गाई गौतको पिसाब, 16 लिटर पानी, वनस्पति 10 केजीमा चाहिँ पिरो हुन्छ अनि टर्रो तितो मिसाए चाहिँ, अनि पिरोमा चाहिँ खुर्सानी, लसुन अनि प्याज भयो, अनि तितोमा चाहिँ निम भयो, अनि बोकाइन भयो, अनि झारपातमा चाहिँ यस्तै कटहरको पात, अनि बनमारा, अनि के भन्छन् बोजोको पात, अनि यस्तै धेरै किसिमको यहाँ चाहिँ झारपात मिलाएर प्रयोग गरेको छु। 1 लिटर इएम चाहिँ म चाहिँ प्रयोग गरेको छु। यो इएम चाहिँ झारपातलाई अनि गहुँलाई चाहिँ सराउन अनि यसलाई चाहिँ कुहिनमा मद्दत गर्दछ। किरा धपाउँछ, राम्रोसँग फारा लाग्छ, किराले खान्नन्। हाम्रो शरीरलाई पनि राम्रो गराउँछ, स्वास्थ्य गराउँछ, वातावरणलाई पनि स्वास्थ्य गराउँछ। बेसादी भन्दा यो औषधि राम्रो गराउँछ झोलमा। गणतन्त्र कोरिया सरकारको कृषि, खाद्य तथा ग्रामीण मन्त्रालयको सहयोगमा नेपाल सरकारका विभिन्न निकाय एवं सङ्घ संस्थासँगको सहकार्यमा दाङको गडवा, राजपुर, राप्ती गाउँपालिका र लमही नगरपालिकामा संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम UN हेबिट्याटले भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालका लागि भूसम्बन्ध समाधान अनुकूलित तथा उत्थानशील कार्यक्रम मार्फत दिगो कृषि र आवास सम्बन्धी परियोजनाले प्रदान गरेको प्रविधि, सिप र ज्ञानका आधारमा देउखुरी उपत्यकाका विनिता जस्ता किसानहरू जलवायु मैत्री खेती गर्न प्रोत्साहित भएका हुन्। यहाँ चाहिँ सबैजना चाहिँ कृषिमा आधारित अति विपन्न किसानहरू हुनुहुन्छ, भूमिहीन हुनुहुन्छ। ती किसानहरूको चाहिँ समूह बनाएर उहाँहरूलाई चाहिँ जलवायु मैत्री कृषिका विभिन्न उपायहरू, अप्रोचहरू, तरिकाहरू, टेक्निकहरू सिकाएर उहाँहरूलाई चाहिँ जलवायु मैत्री कृषितर्फ उन्मुख गरेर उहाँहरूको चाहिँ लाइभलीहुडलाई चाहिँ थप सपोर्ट गर्ने गरेर काम गर्दैछौँ। जलवायु परिवर्तनको असर घटाउन दिगो विकास लक्ष्यले उच्च प्राथमिकता दिएको छ। दिगो विकास लक्ष्यको बुँदा नम्बर 13 मा जलवायु परिवर्तन र यसको प्रभाव कम गर्न तत्काल कदम चाल्ने भनिएको छ। दिगो विकास लक्ष्य हासिल गर्न नेपालले तिनीहरूको स्थानीयकरण गर्नु जरुरी छ। यही कुरालाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम र UN हेबिट्याटले संयुक्त रूपमा नेपालमा एकीकृत जलवायु कार्यहरूको स्थानीयकरणलाई गतिशीलता दिने परियोजना हुम्लाको ताजाकोट गाउँपालिका, दाङको लमही नगरपालिका र सर्लाहीको हरिवन नगरपालिकामा कार्यान्वयन गरिएको छ।
परियोजनाले वातावरण संरक्षण र जलवायु कार्य अन्तर्गत स्थानीय पालिकाहरूलाई जलवायु उत्थानशील बनाउन विभिन्न क्षमता अभिवृद्धिसँगै जलवायु परिवर्तनका कारण निम्तिएका असर न्यूनीकरण गर्न स्थानीय स्रोत, प्रविधि र ज्ञानमा आधारित क्रियाकलापमा जोड दिँदै आएको छ। खास गरी जलवायु परिवर्तनसँगै बढ्दै गएको जल उत्पन्न प्रकोप अन्तर्गत बाढी, पहिरो र डुबानका कारण वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। बाँके जिल्लाको राप्ती, सोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न वडामा राप्ती नदीमा आउने बाढीले वर्षेनी विपद निम्त्याउने गर्छ। विगतका हाम्रा अध्ययनहरू र विगतका घटनाहरूलाई हामीले हेर्ने हो भने यहाँ खेतीयोग्य जमिन मात्रै होइन, बस्ती पनि प्रभावित भएको छ। बहुत डुबान हुई। हमार 3-4 दिन में हमारा टरा पानी भरल रहा। बाढ़ी में सर तो पूरा अरे हाम्रो जति बाली थियो त्यो पहिला खतम गर्यो। घर जति लुगा लत्ता खाना चावल दाल मसुर जति थियो सर हाम्रो गहुँ पुरै सखाप गर्यो। राप्ती नदीको बाढीलाई नियन्त्रण गर्न नेपाल सरकारले जनताको तटबन्ध कार्यक्रम मार्फत बेम्बो पाइलिङ प्रविधि प्रयोग गरेर 400 मिटर लामो तटबन्ध निर्माण गरेको छ। र ब्याम्बो पाइलिङ यो पर किलोमिटर बनाउनु पर्यो भने 80-90 लाखमा चाहिँ हामी पर किलोमिटर बनाउन सक्छौँ। जहाँ चाहिँ हामीले स्थायी तटबन्ध ग्याबिन प्रयोग गरेर बनायौँ भने 15-20 करोड पर किलोमिटर लाग्न सक्छ। त्यसकारणले गर्दा अहिले तत्काल के गर्न सकिन्छ त भन्दा हामीले ब्याम्बो पाइलिङ र आरसिसी पर्कुपाइन प्रयोग गरेर चाहिँ नदीको नियन्त्रण तथा व्यवस्थापनलाई चाहिँ आपतकालीन रूपमा इमर्जेन्सी फ्लड फाइटिङ वर्क्सको रूपमा अगाडि बढाउनुपर्छ भन्ने लागेर हामीले यो प्रविधिको यहाँ प्रयोग गरेका हौँ। तपाईँको 7 मिटर लामो बाँस चाहिँ जमिनको भनौँ न यो नदीको बेड लेभलभन्दा तल 4 मिटर, त्योभन्दा माथि चाहिँ 3 मिटर रहन्छ। हामीले त्यसै गरी 80 सेन्टीको उसमा चाहिँ हामीले 4वटा चाहिँ पाइलिङ गर्छौँ। त्योसँगै हामीले चाहिँ यो 3 मिटर लामो लगभग 24वटा बाँसले चाहिँ बनाएको हुन्छ। यो बेम्बो पर्कोपाइन भन्छ, यहाँहरू स्थानीय स्तरमा चाहिँ उहाँहरूले घोडी भन्नुहुन्छ। त्यसलाई चाहिँ हामीले राखेर चाहिँ हामीले यसरी भनौँ न 2 लाइनदेखि 3 लाइनसम्म हामीले यहाँ राखेका छौँ। त्यो अब त्योसँगै हामीले चाहिँ बेम्बो फेब्रिक भन्छ, त्यसलाई चचरी पनि भन्छ। त्यो हामीले चाहिँ लगभग 7 मिटर लामो 2 मिटर चौडा चाहिँ हामीले भनौँ न त्यो बेम्बो पर्कोपाइन राखिसकेपछि 2 साइडमा हामीले त्यसलाई राख्छौँ। त्यसको फङ्सन चाहिँ के हो भन्नुहुन्छ भने यदि नदीको फ्लो त्यतातिर आउँछ भने यो इम्बेङ्कमेन्ट साइडतिर आउँछ भने त्यो पानीको फ्लोलाई चाहिँ हामीले के गर्ने डाइभर्ट गर्छ भन्ने हिसाबले हामीले त्यसलाई राख्छौँ। अहिलेको यो तटबन्ध जो बम्बू पाइलिङ भएको छ, यो कङ्क्रिट के अरे चाहिँ पर्कोपाइन जो हालेको छ, सिमेन्टेड त्यो हालिएको छ, यो हेर्दाखेरि आज बाढी आउँछ कि अहिले के हुन्छ, आज राति ठुलो पानी परेको छ अब के हुन्छ भनेर जुन एउटा त्रासमय वातावरणमा जुन बाँच्ने जुन जनताको एउटा वातावरण तयार भएको थियो, त्यो वातावरणलाई यो अहिलेको अस्थायी तटबन्धले चाहिँ अन्त्य गरिदिएको छ। यी बन्धा खेस बहान रखला यह बन्धा के कारण हमरा अपना ना बहुत सुरक्षित महसुस करल बा। नेपालको कुल क्षेत्रफलको 83% भूभाग पहाडी र हिमाली क्षेत्रले ओगट्छ, जसले गर्दा नेपालमा पहिरोको जोखिम उच्च रहँदै आएको छ। काठमाडौँ जिल्ला किर्तिपुर नगरपालिका स्थित चोभारमा निर्माण गरिएको मञ्जुश्री पार्क क्षेत्रमा सामान्य पानी पर्दा समेत पहिरो जाने गर्दथ्यो। र अब हामीले यहाँ काम गर्न थालिसकेपछि अब थोरै पानी पर्दाखेरि स्लाइड गइराख्ने, ल्यान्डस्लाइड भइराख्ने, भुचाइ भइराख्ने थियो। पहिरो गइरहने स्थलमा बाँसको पर्खाल अर्थात् बेम्बो क्रिभ वाल निर्माण गरिएपछि पहिरो नियन्त्रण सम्भव भएको छ। यो पार्टमा र तपाईँको उतापट्टि पार्टमा पनि लगाएको छौँ हामीले। जहाँनिर एउटा सानो यो ब्याम्बोको त्यसको पछाडिमा पनि छ। हामीले ट्रायल चाहिँ अझ त्यहाँनिर गरे सुरुमा। त्यहाँ गर्दाखेरि पोहोरको वर्षको धेरै ठुलो बाढीहरू आएको थियो नि त होइन, ल्यान्डस्लाइड पनि भएको थियो, त्यहाँनिर रोकियो त्यो। त्यसपछि त्यहाँ भएपछि ट्रायल गरेपछि यहाँ पनि राम्रो हुन्छ। यसले भुचाइ रोक्ने भने मतलब तपाईँ ल्यान्डस्लाइड रोक्नेदेखि लिएर अब तपाईँको यसलाई अलिकति कस्टको मिनिमाइज पनि गर्छ। वातावरण मैत्री पनि छ। यो 5-7 वर्ष चाहिँ मजाले टिक्छ। यो मेरो सजेसन चाहिँ के हो भन्दाखेरि कहीँ चाहिँ त्यस्तो भुचाइहरू आउने ठाउँहरूमा जहाँ चाहिँ थोरै पानीले पनि अब गिलो माटो भाटामा ल्यान्डस्लाइडहरू भएको ठाउँमा चाहिँ यो प्रविधि चाहिँ जो कोहीले पनि होइन, जहाँ पनि सानो लागतमा होइन, सानो लगानीमा होइन, जस अर्थपूर्ण काम निस्किन्छ यसले। नेपालको राष्ट्रिय जनगणना 2078लाई आधार बनाएर गरिएको नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अनुसार 27% जनसङ्ख्या पूर्ण शहरी क्षेत्र र 40% जनसङ्ख्या शहरी उन्मुख क्षेत्रमा बसोबास गर्छन्।
सहरी क्षेत्रको बढोत्तरीसँगै सिमेन्ट प्रयोग गरेर निर्माण गरिने घर तथा भौतिक संरचना र पिच गरिएका सडकहरूको समेत व्यापक वृद्धि भएको छ, जसले गर्दा आकाशबाट परेको पानी जमिनले नसोच्ने अवस्था निर्माण भएको छ। अर्कोतर्फ सहरी क्षेत्रमा रहेको भूमिगत पानीको भण्डार दिनानुदिन रित्तिँदै गएको छ। यो समस्यालाई दृष्टिगत गरी सहरी क्षेत्रमा पानी रिचार्ज गर्ने प्रविधिको प्रयोगलाई तीव्रता दिनु अति आवश्यक भइसकेको छ। यही कुरालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिका वडा नम्बर 3 मा रहेको रानीबारी सामुदायिक वनमा एकीकृत सहरी विकास केन्द्रले विभिन्न सरकारवालाहरूसँगको साझेदारीमा सन् 2018 मा रेन वाटर हार्भेस्टिङ एन्ड ग्राउन्ड वाटर रिचार्ज सिस्टम निर्माण गरेको छ। यो जङ्गलमा चाहिँ हामीले यहाँको जमिन मुनि पानी घट्दै गएकोलाई यो इस्युलाई एड्रेस गर्नलाई भनेर हामीले यो ठाउँमा चाहिँ यो जङ्गलमा परेको पानी बढी भएको पानी चाहिँ यहीँबाट जुन किसिमबाट ढलमा गएर खेर गएको पानीलाई चाहिँ यहीँ ट्रेन्च बनाएर यहीँ हामीले पानी रिटर्न गर्ने काम गऱ्यौँ। वास्तवमा हामीले यहाँ के गर्यौँ भन्दाखेरि 5 फिट लामो 5 फिट चौडाइ र 5 फिट गहिराको सुरुङ खनेका थियौँ होइन। यहाँ हामी त्यसैमा छौँ। यो चाहिँ यसमा चाहिँ हामीले मसिनो बोल्डर्सहरू खोलाको छेउछाउ पानी गिटी बालुवाहरू हाल्यौँ होइन। अनि त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ माथिबाट बग्दै आएको यो पानी चाहिँ यसरी पाइपबाट यसरी यहाँ पानी जम्मा हुन्छ। अनि यो पानी चाहिँ यसरी पहिला ढलमा जान्थ्यो भने अहिले हामी यहीँ रिटर्न गरेर यहीँबाट जाने गरेर हामीले व्यवस्था गरेका छौँ। त्यसले गर्दाखेरि पानी चाहिँ यहाँबाट ढलमा होइन सिधा जमिन मुनि जान्छ होइन। यो चाहिँ हामीले लगभग 372 मिटर लामो ट्रेन्च यसरी खनेका छौँ र सँगसँगै हामीले 5वटा इनार पनि खनेका छौँ। रिचार्ज वेल भन्छौँ, पुनर्भरण इनार खनेका छौँ। यो चाहिँ पुनर्भरण इनार हो, यसलाई हामी रिचार्ज वेल भन्छौँ। यो चाहिँ लगभग 20 फिटको डेप्थमा बनाएका छौँ रिङहरू हालेर। अनि यहाँ यसले के गर्छ भन्दाखेरि ट्रेन्चबाट रिचार्ज हुन नसकेको बढी भएको पानी चाहिँ यहाँ पठाएर यहाँबाट रिचार्ज हुन्छ। जमिन मुनि गइसकेपछि यहाँको वरिपरिको जमिन मुनि पानी पुनर्भरण हुन्छ। यसलाई हामी स्यालो रिचार्ज भन्छौँ, स्यालो ग्राउन्ड रिचार्जिङ भन्छौँ। यो पहिलो वर्षमा खासै इम्प्याक्ट देखिएन, त दोस्रो वर्षदेखि चाहिँ त्यसमा लगभग 50% चाहिँ पानीको सतह बढिएको हामीले मापन पनि गरेका थियौँ। र हाम्रो सामुदायिक वनभित्रको जुन 5वटा रिचार्ज वेल इनारमा चाहिँ मापन गर्दाखेरि पनि हाम्रो 100% चाहिँ पानीहरू जम्मा भएको देखिएको छ। त्यसले गर्दा अब वरिपरिका जुन जमिनहरूमा चाहिँ पानीको सतह अभियसली बढेकै हामीले अनुभव गरेका छौँ। र बोरिङ मात्रै इनार मात्र होइन, बोरिङको पानी पनि अझ शुद्ध र अझ माथि बढेको चाहिँ यहाँको स्थानीय मानिसहरूसँग हामीले पनि सानो छलफलको क्रममा सोधखोज गर्दाखेरि त्यो पाएका छौँ। प्रकृतिको अत्याधिक दोहन वा प्रकृति प्रतिकूलका क्रियाकलापका कारण आज मानवसँगै सम्पूर्ण प्राणी जगत जलवायु सङ्कटले निम्त्याएका गम्भीर असरबाट प्रभावित छन्। जलवायु मैत्री स्मार्ट कृषि, बेम्बो पाइलिङ मार्फत नदी व्यवस्थापन, बेम्बो क्रिब वाल मार्फत पहिरो नियन्त्रण र पानीको पुनर्भरणका लागि ग्राउन्ड वाटर रिचार्ज सिस्टम जस्ता प्रविधिले स्थानीय स्रोत, सिप, ज्ञान र प्रविधिको सदुपयोग गर्दै जीविकोपार्जनमा समेत सघाइरहेका छन्। त्यसै गरी यस्ता प्रविधिले आजको जलवायु सङ्कट समाधानमा सहयोग पुर्याउनका साथै दिगो विकासमा समेत योगदान गर्दछन्। त्यसैले जलवायुको असर न्यूनीकरण र अनुकूलनका लागि हरित संरचनाको निर्माण र प्रयोगमा भइरहेका असल अभ्यासलाई आत्मसात गर्दै सबैले यसको कार्यान्वयन गर्नु आवश्यक छ।